जय मसीह सबैजनालाई। पहिला यो भिडियोलाई हेरौँ। बाराको तितो पानी भएछ मिठो। हाम्रो जीवनमा कहिलेकाहीँ यस्तो मोड आउँछ जहाँ हामीले चाहेका कुराहरू नै हाम्रा लागि तितो बनिदिन्छन्। धेरै आशा बोकेर हिँडेको बाटोमा अचानक निराशाको मरुभूमि आइपर्दछ। हामी भित्रभित्रै रित्तो महसुस गर्न थाल्छौँ। के तपाईँको जीवनमा पनि कहिले त्यस्तो समय आएको छ जहाँ आफ्नै सम्बन्धहरू, आफ्नै विचारहरू र परिस्थितिहरू माराको पानी जस्तै पिउन नसकिने गरी तितो भएका छन्? त्यो तितोपनालाई कसरी फेरि मिठो र आशिषमय बनाउन सकिएला? पास्टर तथा गायक एड्रिन देवनदारीले गाउनुभएको यो भजनले हाम्रो ओठको लागि मात्र होइन, हाम्रो जीवनको गहिरो घाउको लागि पनि एउटा अचुक ओखती बोकेको छ। यो गीत केवल एउटा धुन मात्र होइन, यो त मरुभूमिमा छटपटिएको मानव आत्माले कलवरीको क्रुसमा भेटाएको उद्धारको जीवित गवाई हो। यो गीतको पृष्ठभूमि बुझ्न हामीले आजभन्दा हजारौँ वर्ष पहिले अन्दाजी ईसापूर्व 1446 तिर मिस्र देशबाट निस्केर सिनाईको उजाडी स्थानतिर जाँदै गरेको इजरायलीहरूको यात्रालाई हेर्नु पर्दछ। प्रस्थानको पुस्तक 15 अध्यायको 22 देखि 25 पदमा एउटा घटना उल्लेख छ। लाल समुद्र पार गरेर ठुलो विजयको उत्सव मनाएपछि इजरायलीहरू पानीको खोजीमा लगातार 3 दिनसम्म सुरको मरुभूमिको त्यो अत्यास लाग्दो गर्मीमा उनीहरू पानी बिना हिँडिरहेका थिए। तिर्खाले तडपिएका मानिसहरू जब मारा भन्ने ठाउँमा पुगे, त्यहाँ पानीको कुवा त थियो, तर त्यो पानी साह्रै तितो थियो, पिउनै नसकिने। मानिसहरू मोसाको विरुद्धमा गनगन गर्न थाले। चर्को घाम, बालुवाको राप र बालबच्चा अनि पशु चौपहियाको तिर्खाले उनीहरू आत्तिएका थिए। लगातार 3 दिनको यात्रापछि उनीहरूले एउटा ठाउँमा पानी भेटे। तिर्खाले व्याकुल भएका मानिसहरू पानी पिउन दौडिए, तर हाहाकार मचियो। त्यो पानी यति तितो थियो कि कसैले निल्न नै सकेन। त्यसैले त्यो ठाउँको नाम पनि मारा राखियो, जसको अर्थ हुन्छ तितो। मानिसहरूले मोसातिर हेरेर फेरि पनि गनगन गर्न थाले, अब हामी के पिउने? मोसाले जब परमेश्वरसँग पुकारा गरे तब एउटा अचम्मको घटना घट्यो। परमेश्वरले मोसालाई त्यही छेउमा भएको एउटा काठको टुक्रा वा रुखलाई देखाउनु भयो। मोसाले त्यो काठलाई उठाएर त्यस तितो पानीमा फालिदिए र पानी तुरुन्तै मिठो भयो। सारा इजरायलीहरूको तिर्खा मेटियो। गीतको पहिलो पंक्तिले पनि यसरी भन्दछ, माराको तितो पानी भएछ मिठो काठले छुनाले। माराको तितो पानी भएछ मिठो काठले छुनाले। तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले। कसुरहरू बेच्छन् येशूको रगतले धुनाले। तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले। कसुरहरू बेच्छन् येशूको रगतले धुनाले। यहाँ प्रयोग भएको काठ वा रुखको आत्मिक अर्थ निकै गहिरो छ। नयाँ नियमको प्रकाशमा हेर्दा यो काठ कलवरीको क्रुसको प्रतीक हो। प्रस्थानको पुस्तकमा जसरी काठले छुने बित्तिकै माराको पानी पिउन योग्य भयो, त्यसरी नै आज हाम्रो जीवनको तितोपन, निराशा, पापको श्राप र चोटहरूलाई जब येशूको क्रुसले छुन्छ, तब त्यो नयाँ र आनन्दित जीवनमा परिणत हुन्छ। गीतकारले यही सत्यलाई गीतमा ढालेका छन्। उनी भन्छन् कि मानिसको प्रयासले माराको पानी कहिले मिठो हुँदैन थियो। त्यहाँ कुनै फिल्टर वा रसायन काम लाग्ने थिएन। त्यहाँ केवल एउटै कुरा आवश्यकता थियो, ईश्वरीय स्पर्श। जब क्रुसको शक्ति हाम्रो जीवनमा प्रवेश गर्छ, तब हाम्रा आँसुका घाउहरू पनि धन्यवादका भजनहरू बन्न पुग्दछन्। अनि यो गीतको पहिलो पदमा एउटा सुन्दर सत्य लुकेको छ। परमेश्वर प्रेम हुनुहुन्छ आफू रितिएर, अरूको भलाइ गर्ने प्रेम। पवित्र आत्माद्वारा हाम्रो हृदयहरूमा खन्याएको छ त्यो प्रेम। परमेश्वरको प्रेम स्वार्थी छैन। यो त आफैलाई रित्याउने र पापीहरूको भलाइ गर्ने प्रेम हो। रोमी 5:5 ले भन्छ कि आशाले हामीलाई निराश गराउँदैन, किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ। जब हाम्रो जीवनमा यो ईश्वरीय प्रेम प्रकट हुन्छ, तब हामीभित्र रहेको स्वार्थ र घमण्डको तितो रुख जरैदेखि सुक्न थाल्दछ।
क्रुसले मानिसलाई परमेश्वरसँग मात्र होइन, मानिसलाई मानिससँग पनि मिलाप गराउँदछ। त्यसैले त क्रुसले छुँदा हाम्रो आपसीतितो सम्बन्ध पनि प्रेमले भरिदिँदछ। यस गीतको दोस्रो पदमा अझ गहिरो बाइबलीय सत्य छ। प्रेमद्वारा काम गर्ने विश्वास हामीमा क्रियाशील गराउनुहुन्छ आत्माले। आज्ञा पालन हुँदैन बोझ खुसी साथ दिनेलाई रुचाउनुहुन्छ पिताले। हामी धेरै पटक आफ्नै बल बुद्धिले विश्वासी जीवन जिउन खोज्छौँ र असफल हुन्छौँ। तर पवित्र आत्माले हामीभित्र यस्तो विश्वास भर्नुहुन्छ जसले प्रेमको माध्यमबाट काम गर्दछ। जब हामी येशूको प्रेममा डुब्छौँ तब उहाँको आज्ञा पालन गर्नु हाम्रो लागि बोझिलो कर्तव्य होइन, तर एउटा ठुलो आनन्द बन्न पुग्दछ। क्रुसले हाम्रो फिक्री र अविश्वासका तिता पाटाहरूलाई पनि निर्मूल पारिदिन्छ। कल्वरीको क्रुसमा झुन्डिएर येशूले केवल हाम्रा पापहरू मात्र बोक्नु भएन, तर पाप, मृत्यु र दुष्टको शासनलाई सधैँको लागि हराइदिनु भयो। त्यसैले यो तितो संसारमा पनि हामीसँग एउटा महिमित र जीवित आशा छ। यो गीत सुन्दै गर्दा आज हामीले आफूले आफूलाई सोध्नुपर्ने केही गम्भीर कुराहरू पनि रहेका छन्। अहिले तपाईँको जीवनको कुन भाग माराको पानी जस्तै तितो भइरहेको छ? के तपाईँको परिवार वा मण्डलीभित्रका सम्बन्धहरूमा तितोपन आएको छ? अथवा कतै तपाईँको हृदयभित्र कसैप्रति तितोपन, ईर्ष्या वा चोट लुकिरहेको त छैन? हामी अक्सर त्यो तितोपनालाई आफ्नै प्रयासले वा गनगन गरेर मिठो बनाउन खोजिरहेका हुन्छौँ। इजरायलीहरूले गनगन गरे जस्तो हामी पनि परिस्थितिलाई सराप्न थाल्छौँ, तर गनगनले पानी कहिले मिठो हुँदैन। त्यसका लागि त क्रुसको स्पर्श चाहिन्छ। आजको चुनौती यो पनि हो, आफ्नो जीवनको त्यो तितो मरुभूमिलाई येशूको पाउमा सुम्पिदिनुहोस्। कल्वरीको क्रुसमा बगेको निष्कोट रगतमा आफ्नो कसुरहरू ढुन्नुहोस्। जब पवित्र आत्माले तपाईँको हृदयलाई भर्नुहुन्छ तब सबै तितोपना हटेर जानेछ र त्यहाँ ईश्वरीय प्रेमको नयाँ मूल फुट्नेछ। तितो जीवन मिठो हुन्छ क्रुसले चुनाले। कसुरहरू बेच्छन् येशूको रगतले भने जस्तै तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले, कसुरहरू मेट्छन् येशूको रगतले धुनाले। परमेश्वरले हामीलाई माराको तिरैमा रित्तो छोड्नुहुन्न, उहाँ त हाम्रो तिता अनुभवहरूलाई पनि मिठो साक्षीमा बदल्न चाहनुहुन्छ। त्यसैले आउनुहोस्, उहाँको क्रुसको फेदमा आफूलाई समर्पण गरौँ र उहाँको अनन्त प्रेममा आराम पाऊँ। परमेश्वरले यहाँ सबैजनालाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।